हेलो एभ्रिवान वेलकम छ सबैलाई मेरो छोटो भिडियोमा। आज चाहिँ म क्लास जाँदैछु है, बाटोमा क्लास जाँदैछु। आज चाहिँ क्लास जान छुट्टै मजा भइरहेछ अरू दिनभन्दा, किनभने अरू दिन चाहिँ घामले पोलेर एकदमै सताउँथ्यो, तर आज चाहिँ घाम लागिरहेको छ। तर सदाको भन्दा आजको घाम चाहिँ खाना नभएको बिरालोको अनुहार जस्तो बनेर घाम लागिरहेको छ। अनि बाटोमा यसो यताउता भिडियो खिच्दै हिँड्यौँ भन्दा पनि भिडियो यताउता खिचेन, मैले सिधा मात्रै खिचेँ, किनभने मलाई यताउता क्यामेरा हल्लाउन डर लाग्छ। त्यही भएर हातमा क्यामेरा चाहिँ एकदम, क्यामेरा भन्दा पनि फोन भनौँ न, एकदम फोन चाहिँ स्टेबल छ। सो यसरी खिच्दै खिच्दै जाने क्रममा मैले एउटा दामीवाला यहाँ के भेटाएँ भन्दाखेरि फुल भेटाएँ होइन। फुल चाहिँ सो लाज नमानिकन आँखा चिम्म गरेर सरर भिडियो बनाएँ। त्यस पछाडि हामी लगत्त क्लास पुग्यौँ। क्लास पुगेर यताउता हेरेको कोही छैन क्लासमा। केटाहरूलाई फोन गर्दा त हामी अघि आइसक्यौँ, छिटो आउनु भनेर भनिरहेको थियो मलाई। अनि यसो हेरेको ब्याग फेरि त्यतै फालिराखेको छ। अनि मैले बुझिहालेँ कि केटाहरू पक्कै सरलाई लिएर क्याफेतिर यसो चलाउन हिँडेको।